हेलो सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु, सन्चै छु होइन, एकदम ह्याप्पी छु। यस्तै छ साथीहरू, सोलुखुम्बुतिरको यस्तै अब खोला नाला यस्तै भिरपाखातिर काम गरेर हिँड्छु साथीहरू। सो यस्तै छ है साथीहरू। अनि यसो मेरो युट्युब च्यानलमा पनि अलिअलि अब भर्खर युट्युब च्यानल खोल्नु सुरु गरेको। अनि यसो अब सब्सक्राइब गरिदिनु पऱ्यो क्या तपाईँहरूले। अब यसो एक सब्सक्राइब भयो भने बढेर अब होइन हुन्छ नि, मान्छेलाई अब अहिले केही नभए पनि पछि कन्टेन्टबाट चाहिँ अब राम्रो कन्टेन्ट बनाएर चाहिँ अनि युट्युबतिरबाट यसो अर्निङहरू हुनु थालेपछि चाहिँ साथीहरूले यसो आफ्नो पनि यसो करियर बन्छ नि त। अनि के गर्नु साथीहरू, गरिब भएपछि यस्तै हो, भिर पाखा खोला नाला हिँड्छु है साथीहरू। हामीले डोजर अपरेटरको जिन्दगी जोक छ है साथीहरू। हामी चाहिँ आज यो फाइनली यो पुरै हामी चाहिँ यहाँनिर बालुवा निकाल्नु पर्ने हुन्छ। अनि बालुवा निकाल्ने चाहिँ हामीले के गर्यो भन्दाखेरि हामीले अस्ति यो तपाईँहरू देख्न सक्नुहुन्छ, हामीले चाहिँ यहाँनिर अब ड्याम लाग्यो है। यो चाहिँ ड्याम लाग्यो होइन। अब यो ड्याम लगाइसकेपछि यहाँ यो ठाउँमा चाहिँ के रहेछ सिस्टम भन्दाखेरि यस्तरी ड्याम लायो। अनि यो चाहिँ पुरै एक मान्छे जतिको गहिरो छ क्या यो चाहिँ पुरै। अनि यहाँ चाहिँ अहिले कति छ, एक हप्तापछि चाहिँ बालुवा भऱ्यो नि त यो। अनि यो भागबाट चाहिँ बालुवा अलिकति हल्का पानी धेरै होइन, फेरि पानी धेरै खोल्यो भने नि यो सबै उडाइहाल्छ होइन। हल्का पानी खोल्नु पर्ने रहेछ। अनि यहाँ पोखरी भएपछि त अनि हल्का बालुवा आएर जमिरहेछ क्या। अनि यहाँ पनि त्यस्तै छ। अब यो बालुवालाई चाहिँ हामी निकालेर डम्पिङ गरेर हामी यता राख्छौँ होइन। ठाउँ पनि यस्तै बनाएको छ। सो त्यही हो साथीहरू, मेरो पनि अब युट्युबमा यसो अलिअलि भ्लगर आउँछ साथीहरू। तपाईँहरूले यसो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु पऱ्यो क्या साथीहरू। अनि काम चाहिँ यस्तै हो साथीहरू होइन। अब खोला नाला भिर पाखा यस्तै हो साथी हो है। अब यहाँ चाहिँ तपाईँहरूले अब बालुवा छैन जस्तो लाग्छ होला, तर यहाँ चाहिँ लगभग नभए पनि 100 टिफर जति चाहिँ यहाँनिर छ भन्ने अनुमान गरिएको छ हामीले होइन। यो चाहिँ फेरि खोलाको यो अहिले नि पर्दैन क्या, यो चाहिँ फेरि यो पुरै नम्बरी जग्गा बनेर चाहिँ यो नम्बरी खेत रहेछ पहिला यो। अनि सबै खोलाले बगाएर चाहिँ अनि अहिले चाहिँ यो बालुवा निकाल्ने चाहिँ एउटा भनौँ न गरी खाने एउटा भाँडो चाहिँ यहाँनिर बन्यो। अनि यस्तो खालको सिस्टमले चाहिँ यहाँ बालुवा निकाल्दो रहेछ क्या साथीहरू। ठुलो खोला चाहिँ उताबाट बगिरहेछ होइन। अनि यो चाहिँ सोलु खोला भन्छ मेन कुरो। अनि यहाँ चाहिँ बालुवा लगभग 100 टिफर जति चाहिँ छ क्या भन्ने अनुमान गरेछ होइन। सो कति निस्किन्छ त्यो अब निकाल्दै गएपछि थाहा हुन्छ। अनि यहाँ पनि खासै अहिले चाहिँ यहाँ बालुवा देखाएको छैन। अनि यहाँ चाहिँ बालुवा देख्ने भएको छ क्या। यहाँ सबै अब एक मान्छे गहिरो थियो अनि सबै भरेर पनि अब यहाँ बालुवा देख्ने भएको छ माथि नै। यसलाई चाहिँ हामी यसलाई चाहिँ निकालेर डम्पिङ गरेर हामी यता माथि राख्छौँ। अनि फेरि पछि पनि अब बाढी आएपछि फेरि त्यसै नै भर्ने रहेछ। अनि फेरि निकाल्दै यता राख्ने। अनि यहाँबाट फेरि डम्पिङ गरेर उता अब लोड गरेर पठाइदिने रहेछ। ल साथीहरू यस्तै छ। अनि लाइक कमेन्ट सेयर गरिदिनुहोस् है साथीहरू, सब्सक्राइब गरिदिनुहोस् है साथीहरू। सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है साथीहरू।